कहिलेकाहीँ कुनै एक व्यक्तिको यात्राले सिङ्गो देशको राजनीतिलाई नै नयाँ मोड दिन सक्छ। डीजेको हेडफोनदेखि देशको गृहमन्त्रीको कुर्सीसम्म। सुदन गुरुङको कथा वास्तवमा त्यस्तै एउटा असाधारण कथा हो। यो कथा नेपालमा एउटा नयाँ पुस्ता कसरी जाग्यो र पुरानो व्यवस्थालाई कसरी चुनौती दियो भन्ने पनि हो। आउनुहोस् यो अविश्वसनीय यात्रालाई अलि नजिकबाट हेरौं। कानूनभन्दा माथि कोही छैन। गृहमन्त्री बनेको केही दिनमै देशका पूर्व प्रधानमन्त्रीलाई पक्राउ गर्न आदेश दिएपछि सुदन गुरुङले भनेका थिए यी शब्दहरू। यो एउटा भनाइ मात्रै थिएन, यो त नेपालको राजनीतिमा आउन लागेको ठूलो आँधीको संकेत थियो। यसले प्रश्न पार्यो कि अब खेलका नियमहरू फेरिँदैछन्। हो, यही प्रश्नले सबैलाई अचम्ममा पारेको छ। आखिर काठमाडौँको नाइट लाइफमा रमेको एक व्यक्ति कसरी देशको आन्तरिक सुरक्षा सम्हाल्ने शक्तिशाली पदमा पुग्न सक्छ? कुन त्यस्तो घटना थियो जसले उनको जीवनलाई यस्तो नाटकीय मोड दियो? र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो घटनाले नेपालको भविष्यको लागि के सङ्केत गर्छ? हरेक ठूलो परिवर्तनको कथाको सुरुवात निकै सामान्य हुन्छ। सुदन गुरुङको राजनीतिक यात्रा सुरु हुनुभन्दा धेरै पहिले उनको संसार सङ्गीत र मनोरञ्जनले भरिएको थियो। सुदन गुरुङका दुई फरक जीवन थिए। एकातिर उनी काठमाडौँका एक चर्चित डीजे र नाइट क्लबका मालिक थिए, अनि अर्कोतिर आजका एक अभियन्ता, युवा नेता र देशका गृहमन्त्री। यी दुई एकदमै फरक संसार बीचको लामो दूरी उनले कसरी तय गरे त? उनको जीवनको यो नाटकीय मोड एउटा राष्ट्रिय विपत्तिबाट सुरु भयो, जसले उनलाई व्यक्तिगत रूपमा पनि ठूलो पीडा दियो। तर त्यही पीडाबाट नै उनको जीवनले एउटा नयाँ उद्देश्य पायो। साल थियो 2015। नेपालले एउटा विनाशकारी भूकम्पको सामना गर्यो। करिब 9,000 मानिसले ज्यान गुमाए, लाखौं घरबारविहीन भए। यो सिङ्गो देशका लागि एउटा ठूलो सङ्कट त थियो नै, तर सुदन गुरुङको लागि यो एउटा कहिल्यै नमेटिने व्यक्तिगत घाउ पनि बन्न पुग्यो। यो भूकम्पमा सुदनले आफ्नो सन्तान गुमाए। कुनै पनि अभिभावकको लागि सायद योभन्दा ठूलो पीडा अरू केही हुन सक्दैन। तर यही असह्य पीडाले उनलाई भित्रैदेखि बदल्यो। उनको दुःख बिस्तारै एक नयाँ सङ्कल्पमा परिणत भयो, अरूको सेवा गर्ने सङ्कल्प। आफ्नो व्यक्तिगत पीडालाई शक्तिमा बदल्दै उनले हामी नेपाल नामको एउटा संस्था सुरु गरे। सुरुमा त यो भूकम्प पीडितलाई सहयोग गर्न बनेको एउटा सानो स्वयंसेवी समूह मात्रै थियो। तर बिस्तारै, चाहे बाढी होस्, पहिरो होस् वा कोभिड-19 को महामारी, हरेक सङ्कटमा यो संस्था अग्रपङ्क्तिमा देखिन थाल्यो। भन्न सकिन्छ उनले आफ्नो घाउमा मलम लगाउन अरूको आँसु पुछ्ने बाटो रोजे। सेवाको यही भावनाले नै उनलाई एक दिन सडकमा उत्रिन बाध्य बनायो। जब सरकारले युवाहरूका आवाज दबाउन खोज्यो, सुदन गुरुङ त्यही आवाजको नेतृत्व गर्दै सबैभन्दा अगाडि देखिए। 2025 को सेप्टेम्बर, केवल केही दिनभित्रै नेपालको राजनीतिले नसोचेको कोल्टे फेर्यो। सेप्टेम्बर 4 मा सरकारले फेसबुक, इन्स्टाग्राम जस्ता 26 वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो। त्यसको 4 दिनपछि सेप्टेम्बर 8 मा हामी नेपालको आह्वानमा शान्तिपूर्ण प्रदर्शन सुरु भयो। तर त्यो प्रदर्शनले हिंसात्मक रूप लियो र 70 भन्दा बढी मानिसको ज्यान गयो। चौतर्फी दबावपछि भोलिपल्टै सेप्टेम्बर 9 मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन बाध्य भए। यो तस्विरले त्यो आन्दोलनको राप र तापलाई देखाउँछ। हजारौं युवाहरू, जसमा धेरैजसो विद्यार्थी थिए, सडकमा उत्रिएका थिए। उनीहरूको आक्रोश सामाजिक सञ्जाल प्रतिबन्धमा मात्रै सीमित थिएन, यो त वर्षौंदेखिको भ्रष्टाचार र आर्थिक कठिनाई विरुद्धको विद्रोह पनि थियो। र यो विद्रोहको एउटा प्रमुख अनुहार बनेका थिए सुदन गुरुङ। एक अन्तर्वार्तामा उनले भनेका थिए, उनीहरूले हामीलाई राजनीतिमा घिसारेका छन्, अब हामी पछि हट्दैनौं। उनको यो भनाइले स्पष्ट सङ्केत दियो कि उनी अब सामाजिक अभियानबाट औपचारिक राजनीतिमा हाम फाल्दैछन्। सायद उनले बुझे सडकको आन्दोलनले मात्रै स्थायी परिवर्तन ल्याउन गाह्रो छ। अब सडकको सङ्घर्षलाई संसदको शक्तिमा बदल्ने बेला आएको थियो। सुदन गुरुङले आफ्नो आन्दोलनलाई एक राजनीतिक आकार दिए र चुनावी मैदानमा उत्रिने घोषणा गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोर्खा एकबाट उम्मेदवारी दिए र नतिजा साँच्चै आश्चर्यजनक थियो। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई लगभग 14,500 मतको विशाल अन्तरले पराजित गरे। यो जितले एउटै कुरा देखायो,
जनता, खासगरी युवाहरू परम्परागत राजनीतिबाट वाक्क भएर एउटा नयाँ र भरपर्दो विकल्प खोजिरहेका थिए। संसदमा प्रवेश गरेको धेरै समय भएको थिएन। 27 मार्च 2026मा उनलाई बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री जस्तो महत्त्वपूर्ण जिम्मेवारी दिइयो। डीजेबाट सुरु भएको यात्रा देशको आन्तरिक सुरक्षाको प्रमुखको कुर्सीमा पुगेर एउटा नयाँ अध्यायमा प्रवेश गर्यो। तर शक्तिसँगै चुनौतीहरू पनि आउँछन्। गृहमन्त्रीको रूपमा सुदन गुरुङले केही साहसी निर्णयहरू त लिए, तर उनी विवाद र प्रश्नहरूबाट पनि टाढा रहन सकेनन्। पदभार सम्हाल्ने बित्तिकै उनले लिएको सायद सबैभन्दा चर्चित र साहसी निर्णय थियो पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीको आदेश। यो एउटा निर्णयले नेपालको राजनीतिमा भूकम्प नै ल्याइदियो र स्थापित गरियो कि उनी यथास्थितिलाई तोड्न आएका हुन्। यो कदमलाई धेरैले राजनीतिक बदलाको रूपमा पनि हेरे, तर सुदन गुरुङले यसलाई स्पष्ट पार्दै भने, यो कसैसँग बदला होइन, न्यायको सुरुवात मात्र हो। अब देशले नयाँ दिशा लिनेछ। उनको यो भनाइले उनी कानूनी शासन र जवाफदेहिताप्रति कति प्रतिबद्ध छन् भन्ने देखाउने प्रयास गर्छ। तर उनको यो यात्रा सोचे जस्तो सजिलो भने पक्कै छैन। एकातिर पुराना र स्थापित राजनीतिक दलहरूबाट कडा प्रतिरोधको सामना गर्नु परिरहेको छ, अर्कोतिर सडकको एक अभियन्ता र सरकारको मन्त्री। यी दुई भूमिकाबीच सन्तुलन मिलाउनु आफैमा एउटा ठूलो चुनौती हो। त्यसमाथि उनको वित्तीय पारदर्शिता र उनको आफ्नै संस्था हामी नेपालसँगको सम्बन्धलाई लिएर पनि बेला बेलामा प्रश्नहरू उठ्ने गरेका छन्। सुदन गुरुङको यो यात्रा केवल एउटा व्यक्तिको कथा मात्र होइन, यो त नेपालको राजनीतिमा भइरहेको एउटा ठूलो परिवर्तनको प्रतिबिम्ब हो। उनको उदयले के देखाउँछ भने नेपालको राजनीतिमा एउटा पुस्तान्तरण अर्थात् जेनेरेशनल शिफ्ट भइरहेको छ। युवाहरू अब केवल दर्शक मात्र होइनन्, उनीहरू राजनीतिको मैदानमा खेलाडीकै रूपमा प्रवेश गरिरहेका छन्। सामाजिक सञ्जाल र सडकबाट उठेको यो नयाँ शक्तिले वर्षौंदेखिको राजनीतिक समीकरणलाई हल्लाइरहेको छ। र अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न, के सुदन गुरुङ जस्ता नयाँ नेताहरूको उदयले नेपाललाई साँच्चै स्थायी परिवर्तन र समृद्धिको बाटोमा लैजान सक्ला त? के यो नयाँ पुस्ताले पुराना गल्तीहरू नदोहोर्याई देशलाई एक नयाँ दिशा दिन सक्ला? खैर, यसको जवाफ त भविष्यले नै दिनेछ। तर एउटा कुरा भने निश्चित छ, नेपालको राजनीति अब पहिले जस्तो कहिल्यै रहने छैन।